हेलो गाइस, म चाहिँ अब घरदेखि हिँड्ने होइन। अब हाम्रो एकदम घरदेखि नजिकैको एउटा पर्यटकीय स्थलसम्म जाँदैछु होइन। र मेरो साथीहरू यिनी मेरो साथीहरू। अनि अब आज नयाँ वर्षलाई हामीले भव्य रूपमा मनाउँछौँ। र आज तपाईँहरू त होइन, अब धेरै हुन्छन् होला। हाम्रो साथीहरू त सब रेजना थापा, किरण बस्नेत, ल सब साथीहरू होइन। टोलीहरू त अब के गर्नु, अब आफू त गाउँमा अब एक्लै छु, टोलीहरू कोही छैनन्। त्यसैले पनि अब चाहिँ साथीहरूलाई बोलाएर म त एक्लै हिँड्छु क्या। त यस्तो छ हाम्रो गाउँ हेर्नु होइन। यो हाम्रो गाउँदेखि अलि छिमेकी गाउँ, यो हाम्रो गाउँको सिधै तलतिर होइन। अनि यो पनि छिमेकी गाउँ हो। अनि त्यहाँदेखि हाम्रो गाउँलाई मैले देखाउँछु है, अलिक टाढाबाट देखाउँछु म है त। ल हिरोहरू है, यो चाहिँ भविष्यको हिरोहरू मेरो साथीहरू होइन। हामी यहाँदेखि अझै धेरै टाढा 1 घन्टा लाग्छ होला हामीलाई जान। अझै हामी त्यहाँ जान्छौँ है त। तपाईँहरूलाई त्यहाँको दृश्य देखाउँछौँ नि त। हाम्रो घर नजिकैको एउटा पर्यटकीय स्थल हो र हाम्रो त्यो दारमा अनि हाम्रो नजिकैको छिमेकी गाउँपालिका कुमाक, त्यसको बिच सेन्टरमा छ है। सायद तपाईँहरू पनि हाम्रो नजिकैको मान्छेहरू, साथीहरू होइन, सम्मानित व्यक्तिहरू आइपुग्नु भएको होला। त्यहाँ एकदमै रमाइलो छ र त्यो पर्यटकीय स्थल पनि हो है हाम्रो गाउँपालिकाको एउटा। र त्यहाँ चाहिँ गाउँपालिकाले गर्न चाहिँ गरेको छ, तैपनि अझै केही थप गर्यो भने चाहिँ त्यहाँ एकदम पर्यटक बोकेको एकदम ठाउँ चाहिँ एकदम प्रख्यात छ है। र त्यहाँ मन्दिरहरू, टावरहरू चाहिँ तपाईँलाई देखाउने नै छु। र यो पछाडिको मेरो ब्याकग्राउन्डमा देखिएको चाहिँ त्यो हाम्रो गाउँको एकदमै बाहिर लाग्ने, बाली लाग्ने बारी हो है त। त्यो चाहिँ हाम्रो गाउँको पछिल्लो साइडतिरको ब्याग हो, साइडको है। ल के म ह्यान्डसम छु त? कहाँ होला, मैले आँखा झिम्काउने बित्तिकै लाइन लाग्दैन क्या होइन होला। ए भनेपछि मलाई देखेपछि केटीहरू लाइन लाग्छन्। किन आयो, किन आएन अघि किन आएन हो? कि मलाई राम्रो मान्छौ र तिमीहरूले? कहाँमा राम्रो छु र? छैन म राम्रो भए त म आजसम्म बिहा गर्थेँ होला त। कहाँ बिहा गर्छु म? खोज्या छौ र मलाई केटी हो? भाउजू ल्याउने हो? भाउजू कहाँबाट ल्याउने हो भाउजूलाई भन्नु? कसले आएर 50 में कसले आयो? ए सबैले 50 ल्याऊ, सबैले 50 रुपियाँ ल्याऊ। च्यात्या 50 20 ल्याऊ। अघिको 50 अनि ऊ विनिताले कति ल्याखान्? अनि यिनको मसँग जान ठिक हुन्छ? कहिले भन्छ? चटपटे कति खाने हो आज? रुपियाँ कति दिन्छ? रुपियाँ खै रुपियाँ दियो है तिमीहरूले? रुपियाँ देऊ, म नि खान्छु। तिमीहरूले रुपियाँ नफाल्ने हो नि आज, अनि म फाल्छु? हुन्छ तिमीले ल्याऊ, म खान्छु। रेजना पैसा खानु है, 50 रुपियाँ रेजना खानु। अनि म आएँ म होइन, त्यो त अर्का हुन्। गाइस, यहाँको हाम्रो काफल होइन यो ठाउँमा। अनि हामी यस्तो उकालोमा हिँड्नुपर्छ। यो टोलीहरू साथीहरू यहाँ थाकेका छन् है।
अनि म नि यसरी हिँडेको छु लुइँदै मेरो पछि साथीहरू यसरी हिँड्छन् अब के भन्नु मेरो साथी होइन यिनीहरू हुन् अब यिनीहरूलाई म आज घुम्न लगेर ल्याउँछु पछाडि चाहिँ काफल छन् है अब हामी त काफल के खानु गाडीमा अड्डिन्छ अलिक बढी त्यही भएर हामी काफल खान्नौँ त्यसैले अब हामी काफल ल्याउँछौँ है अनि आउँदाखेरि धेरै ल्याएर आउँछौँ यिनीहरूले हामी अहिले चाहिँ यो गेटमा आइपुग्यौँ होइन पुरा आज चाहिँ हाम्रो सम्मानित व्यक्ति हुनुहुन्छ त्यसैले हामीले यहाँ चाहिँ पुरा सेक्युरिटी साथ धेरै छ होइन त्यसैले एकदम रमाइलो हुनेछ पक्कै यो चाहिँ अहिले उकालोमा होइन पहिलेको मालिका भन्दा अहिलेको मालिका अलिक परिवर्तन भयो है यस्तो विकासहरू भइरह सिडीहरू लगाइरह टोलीहरू माथिबाट फर्किँदैछ अनि यतातिर हामी छौँ होइन यतादेखि घुमाउरो बाटो बनाह अलि फरक छ है पहिलेको भन्दा केही चाहिँ बाहा केही नहुनु भन्दा हुनु बेच भने चाहिँ अहिले चाहिँ मालिकामा जे होस् विकासहरू भइरह होइन अब चाहिँ यहाँको माथि चाहिँ के छ भन्ने कुरो चाहिँ त्यो मैले देखाउने छु हजुरलाई है त आज हाम्रो नयाँ वर्ष यति छ होइन मेरा साथीहरू यिनी हुन् ल ओ साथी हो यता हेर त सब हुन् मेरो साथी है हाम्रो गाउँका म पछाडिको मै छु यताको हामी दिदी है त उनी साथीहरू छुट्या खाइन साथीहरू है त अरू एक दुईवटा त गइहाले उतातिर कहाँ गयो थाहै छैन त न्यारीको बगाल हुन् आफू त बर्थडे छ कहाँ चुमी ल ऊ टोलीहरू यसरी हिँड्छन् के हाम्रो गाउँमा यहाँदेखि हिँड्नुपर्छ हाम्रो गाउँ अलि पारी छ है चाहिँ अर्को यहाँनिर अर्को एउटा सानो गेट छ त्यहाँनिर आइपुग्यौँ है अब यहाँ चाहिँ एउटा मन्दिर चाहिँ यो साइडमा छ होइन त्यो मन्दिर नि देखाउँछु मैले अनि यता टोलीहरू चहल पहल छ नि त छ होइन आज मालिकामा हाम्रो छिमेकी ठाउँ हो नि त यता सब आउनु भएको मान्नेहरू हुनुहुन्छ होइन सब भिडियो बनाउँछ होइन यहाँनिर व्यापार छ होइन चनस्ती हजुर आएर हुनुहुन्छ ठिक छ ए हाम्रो भीम प्रकाश शर्मा हुनुहुन्छ होइन उहाँ एकदम त्यसै गरी कार्यक्रम चाहिँ यो साइडमा छ है त आजको कार्यक्रम हामी त्यो साइडमा देखाउँछौँ एकदम सुरक्षासहित यहाँ चाहिँ एकदम रमाइलो छ है त हामी पहिलाको यहाँ मालिकाको एकदम मुख्य मन्दिरमा आएको छौँ है अनि अहिले चाहिँ बनाएको मन्दिर यो साइडमा छ होइन टाउन र यता पक्षालय सहित यहाँको अलि पहिलाको मन्दिर चाहिँ यो चाहिँ एकदम पुरानो एकदम मुख्य मन्दिर चाहिँ यहाँको होइन पहिलेको हामी लाको माहौलमै छौँ है त मन्दिर पुगेर है त मन्दिर पुगेर देखाउँछौँ है त मान्छे मात्र सहित यहाँ चाहिँ एकदम रमाइलो हाम्रो मालिकाको है यो माथि चौरमा छौँ हामी यति बेला चाहिँ चौरमा एकदम
मानवीय कोलाहल भनौँ न आज मेलाको होइन एकदम रमाइलो सहित पछिको मन्दिर देखिरह है त। अहिले चाहिँ त्यो मन्दिरलाई चाहिँ व्यवस्थापन गरी एकदम राम्रो बनाएको होइन, उतातिर राम्रो बनाउनु भएको। यतातिर एकदम फिल्डहरू छ होइन, एकदम यो चाहिँ एउटा पर्यटकीय स्थल पुगेको ठाउँ चाहिँ हो, दार्मा र कुमाको बिचमा छ यो चाहिँ। अनि यतातिर एकदम यतातिर अनि फिल्ड छ, अनि एउटा चाहिँ मन्दिर यहाँनिर छ है त, एउटा मन्दिर यहाँनिर छ। एकदम रमाइलो छ। मौसमले नि आज जोस च्यालेन्ज गरिरहेको छु भनौँ न, जोस पानी पर्ला चाहिँ गरेको छु, तर पानी पर्न चाहिँ सुरु गर्छ होला है एकछिनमा, त्यस्तै गरेर। यतातिर पनि त्यस्तै छ वातावरण। यतातिर तल साइडतिर चाहिँ कुमाक पर्छ, यो साइड चाहिँ दार्मा हो नि त है। यता कुमाककोतिर पनि एउटा मन्दिर छ है त, यता हामी त्योनिर पनि पुग्छौँ। अनि त्यहाँनिर साइडमा एउटा गुफाहरू पनि छ है त, त्यो टावर नजिकै एउटा 2वटा जति गुफा। त्यहाँदेखि चाहिँ पुर्खाहरूको भनाइ अनुसार त्यो चाहिँ धेरै टाढासम्म फैलिएको गुफा, र त्यो गुफामा चाहिँ धेरै रिस्कहरू छ। त्यसैले चाहिँ त्यो गुफाभित्र चाहिँ हामी थोरै केही देखाउनेछौँ, र यतातिरको साइडमा चाहिँ त्यो मन्दिरसम्म हामी पुग्नेछौँ, र एकैछिनपछि हजुरहरूलाई देखाउँछौँ नि त है। फाइनली गाइस आज चाहिँ पानीले होइन यस्तो भयो होइन, पुरै छोडिदिनु यहाँ पुरै यस्तो छ होइन। हाम्रोतिर यस्तो हुन्छ यस्तो। अब यति भयो त हाम्रोतिर गाउँ भने होइन एकदम राम्रो हुन्छ नि त। यस्तो छ यो पुरै होइन, सल्यानमा चाहिँ यस्तो असिन सहितको पुरा पानीले रेगुलर 2 घन्टा चाहिँ पानी आयो नि त। अझै पानी परेर हामी त्यो साइडमा जाने हो भने थियो, त्यो साइडमा चाहिँ अलि ढिला हुन्छ होला, तर देखाउन सकेनौँ भने चाहिँ माफी चाहे है। फेरि अर्को दिन कुनै दिन देखाउने छु हजुरहरूलाई है त। यो पटक चाहिँ वैशाखको सुरुमा है, नयाँ वर्षमा भनौँ न, नयाँ वर्षमा चाहिँ यस्तो भयो नि त। अब यति असिनाहरू आउँदाखेरि त अब हामी कृषकहरू भनौँ न अहिले ठ्याक्कै मारमा पऱ्यो भनौँ न। ठ्याक्क बाली भेट्याउँदाखेरि होइन यसो अगाडि नपरे पनि बिचबिचमा चाहिँ पानी थियो, तैपनि पानी परेन, तैपनि बाली भेट्याउँदाखेरि यस्तो असिनो पर्दाखेरि चाहिँ क्षति चाहिँ पुग्छ नि त। अहिले चाहिँ कृषकहरू एकदम दुःखी भएको छन्। अब यो चाहिँ हाम्रो मालिकामा चाहिँ आज कार्यक्रम थियो 1 गते, तर चाहिँ यो कार्यक्रम पनि भएन। हुनै लाग्दा त्यो भनौँ न सुरु भइसकेको थियो, आधी चाहिँ चरणमा थियो भन्नुभयो, तर पानीले गर्दा रेगुलर 2 घन्टा पानी पऱ्यो। अझै पनि पानी परिरहेको छ है यतातिर। आज 1 गतेको माहौल यस्तो छ है त। फाइनली गाइज यो हाम्रो थाली है, यता अब भोक लाग्यो नि त, अब खानु पऱ्यो। त्यसपछि हामी चाहिँ हिँड्छौँ है। यस्तो छ पछाडि गाइज, यो चाहिँ यहाँको चाहिँ यो कुमाक साइडतिर पर्छ, यता पछाडितिर। अनि यहाँनिर पनि एउटा मन्दिर छ, अनि यहाँदेखि माथि चाहिँ टावर छ नि त। यो साइडमा चाहिँ टावर छ होइन, माथि मन्दिर छ, एकदम राम्रो मन्दिर छ क्या दामी छ है गाइस। मैले चाहिँ त्यो माथिको टावर भएको र गुफा चाहिँ देखाउन सकिनँ है त, पानी परिराखेको छ। हामी यसरी दौडेर यस्तो सिडीमा यस्तो बिसुनाले गएको छ होइन, यसरी हामी हिँड्दै जान्छौँ। माथिको चाहिँ मैले देखाउन सकिनँ है त। फाइनली अब हामी चाहिँ घरतिर जानु लाग्यो होइन। के भयो भन्दाखेरि पानी एकदम धेरै ठुलो आयो नि त, रेगुलर माथि देखाउनु पाएन भनौँ न, अथवा सकेन है। मैले त्यसको लागि माफी चाहेँ मैले। त्यो फेरि आयो भने माथिको टावर र त्यहाँको गुफा एउटा मन्दिर छ, त्यो चाहिँ देखाउँछु है त। अनि अहिलेलाई चाहिँ बाई बाई। मेरो साथीहरू फेरि 3 हुने साथीहरू तलै छन्, म भने एक्लै छु।